नमस्कार दर्शकबिन, मेरा श्रोता मित्रहरू। आज मैले अध्यात्मको बाटो पुस्तककै अध्यायहरूलाई कन्टिन्युज गर्दैछु। आज यस पुस्तकबाट विचार शक्ति के हो भन्ने शीर्षक छ। त्यस शीर्षकमा लेखिएका र मैले समेट्न खोजेका कुराहरू यहाँ यस प्रकार छन्, सुन्नुहोस्। विचार शक्तिको बारेमा बुझ्नको लागि पहिले त हामीले विचार के हो, कहाँबाट उत्पन्न हुन्छ, मान्छेलाई विचारले के प्रभाव पार्छ, विचार कति शक्तिशाली छ, विचार कसरी बदल्न सकिन्छ, विचारले मनमा स्थान बनाउँदा के फाइदा बेफाइदा हुन्छ, विचार देख्न सकिन्छ कि सकिँदैन, मान्छेको मनमा किन विचारहरू आइरहन्छन्, यी तमाम प्रश्न हाम्रा अगाडि आउनु स्वाभाविक हो। हामीहरूले प्रायशः आफ्ना आँखाले देखेपछि देखिएका वस्तुहरूको बारेमा उसको रंग, आकार, स्थान आदि इत्यादि हाम्रा मनमा आउँछन्। त्यसको बारेमा सोच्दछौं, तर थुप्रै यस्ता विषयवस्तुहरू छन् नदेखे पनि मात्रै अनुभव र अनुमानले पनि सोच्न र विचार गरिरहेका हुन्छौं, जुन चर्मचक्षुले नदेखेका र हामीभित्र भएको दिव्य तस्बिरबाट देखिने वस्तुको बारेमा विचार उत्पन्न हुने गर्दछ। विचार भनेको कुनै पनि विषयमा वा वस्तुको बारेमा सोच्नु र त्यसै अनुरूपको राय बनाउनुलाई विचार भन्दछन्। सबभन्दा मजबुत र उपयोगी शक्तिशाली शक्ति नै मन हो। विचारलाई उत्पन्न गर्ने मनको संकल्पले नै हो। मनको संकल्पबाट नै विचारको प्रादुर्भाव भएको हो। हाम्रो यो मनको शक्तिले मस्तिष्कमा विचार उत्पन्न गराउँछ। यही विचारले तपाई हाम्रो जीवनमा घटित हुने परिघटनाको लागि जिम्मेदार हुन्छ। तपाई हाम्रो मस्तिष्कमा उत्पन्न हुने प्रमुख विचारले तपाई हाम्रो व्यवहार र दृष्टिकोणलाई प्रभावित पार्दछ। हाम्रा काम, क्रिया, प्रतिक्रियालाई नियन्त्रण गर्दछ। मानिसको मनले एक दिनमा 50,000 विचार सोच्न भ्याउँछ। मान्छेको दिमागमा विचारहरू आउने जाने भइरहन्छ। हाम्रो मस्तिष्कमा असंख्य न्यूरोनहरू हुन्छन्, असंख्य सिनाप्स स्टेशनहरू हुन्छन् र एक न्यूरोनबाट अर्को न्यूरोनमा जान यसको आज्ञा चाहिन्छ। शरीरबाट प्राप्त हुने ग्लुकोन इलेक्ट्रोनिक पावरले जेनेरेट गरेर केमिकलमा परिणत गरी अर्को न्यूरोनमा पुर्याउँछ। यसरी हाम्रा मस्तिष्कमा आएका आइडिया सोचलाई विकसित गरी विचारमा परिणत गरिदिन्छ। हाम्रो मस्तिष्कमा आउने विभिन्न किसिमका अक्षर, शब्द, नम्बरबाट बन्ने कुराको डाटालाई विचार भन्न मिल्दैन। डाटा त खाली हामीलाई जानकारी प्राप्त गराउने टुल र माध्यम मात्रै हो। विचार भनेको भिन्दै कुरा हो। विचार भनेको सृजनात्मक कुरा हो, जसले नयाँ कुराको आविष्कार गर्छ। हजारौं विचार हाम्रो मस्तिष्कमा कुदिरहेका हुन्छन्। कहिलेकाहीँ ती हजार विचार मध्ये एक विचार यस्तो हुन सक्छ जसले तपाई हाम्रो जिन्दगीलाई परिवर्तन गरिदिन सक्छ। हाम्रो मस्तिष्कले हाम्रो शरीरको प्रत्येक कोषमा रक्त सञ्चार, हाम्रा इन्द्रियहरू, शरीरको तापक्रम, श्वास प्रश्वास आदि इत्यादि स्वचालित रूपमा कन्ट्रोल गरिरहेको हुन्छ र सही नाप तौल समय मिलाएर गरिरहेको हुन्छ। सबै कुरालाई हाम्रो मस्तिष्कले स्वचालित रूपमा सेट गरेको हुन्छ। त्यसभन्दा बाहिरबाट आयातित इन्फर्मेसन, सोच, विचार प्रत्येक सेकेन्डमा आउने जाने भइरहेका हुन्छन्। हाम्रो मस्तिष्कमा सधैँ हजारौं विचार आउने जाने गरिरहेका हुन्छन्। संसारमा सबभन्दा शक्तिशाली सूक्ष्म वस्तु अर्थात अणु परमाणु नै हुन् भनेर वैज्ञानिकहरूले प्रमाणित गरिसकेका छन्। जड वस्तु भन्दा चेतन र सूक्ष्म वस्तुहरू अझ शक्तिशाली हुन्छन्। ढुङ्गा भन्दा माटो शक्तिशाली हुन्छ। माटो भन्दा पानी अरू सूक्ष्म छ र तरल छ, तर माटो भन्दा बलवान छ। पानी भन्दा बाफ अझ सूक्ष्म छ, यानि वायु भन्दा पानी पनि बलवान छ। शब्द भन्दा प्रकाश सूक्ष्म छ, शब्द भन्दा प्रकाश बलशाली छ।
प्रकाशभन्दा बिजुली सूक्ष्म छ र प्रकाशभन्दा बलशाली छ। अणु परमाणु अत्यन्त सूक्ष्म वस्तुहरू हुन् र यो भन्दा पनि न्यूट्रोन प्रोटोन अझ सूक्ष्म छन्। यी सबभन्दा विचार अझ सूक्ष्म छ। त्यसैले विचार शक्ति संसारमा सबभन्दा सूक्ष्म छ र अत्यन्त शक्तिशाली छ र हुन्छ भन्न सकिन्छ। जहाँ नपहुँचे रवि वहाँ पहुँचे कवि, यो हिन्दीमा कविलाई भनिएको हो। भनाइ असाध्यै प्रचलित छ। जहाँ सूर्यको प्रकाश पुग्न सक्दैन त्यहाँ कवि पुग्न सक्छन् भनेको नै कविको विचार पुग्ने भनेको हो। विचार शक्ति असाध्यै वेगमान छ, जो प्रकाशभन्दा पनि छिटो गतिमा विचरण गर्न सक्छ। यो संसारमा जे जति आविष्कार र नयाँ काम र वस्तुहरूको सिर्जना भएको छ त्यसको स्वरूप मानिसको अदृश्य मनबाट उत्पत्ति भएको विचारबाट हो। विचार शक्तिमा यस्तो भयानक शक्ति हुन्छ, मानिसभित्र भएको भित्री आत्मिक संसारबाट दृढ विश्वासका साथ उत्पन्न अदृश्य विचारले सोचे जस्तै भौतिक संसारमा त्यसको परिणाम पाउन सक्दछ, जसले जीवनको सकारात्मक सपनालाई सजिलै हासिल गराउन सक्दछ, जीवन्त बनाउँछ। त्यही विचार शक्ति नकारात्मकतिर ढल्कियो भने सबभन्दा डरलाग्दो र मृत्युमय बनाइदिन सक्छ। यहाँ विचारका तथ्यहरूलाई बुदागत रूपमा व्याख्या गर्न कोशिश गरेको छु। नम्बर 1, हाम्रो बाहिरी आवरण बोलीचालीदेखि लिएर व्यवहारसम्मका कुरालाई भित्र उब्जिने विचारले प्रभावित गर्दछ। 2, हाम्रो विचार शक्ति असीमित छ। हाम्रो प्रत्येकमा इन्टेलिजेन्ट चेतना छ, किनकि हामी सबै यस ब्रह्माण्डको एक हिस्सा हौ। 3, हाम्रा विचारहरू सदैव जीवित हुन्छन्। यदि मन स्थिर ऊर्जा हो भने विचार गतिशील ऊर्जा हो। यदि हाम्रो मनको ऊर्जा विचारद्वारा गतिशील भएर एक किसिमको कम्पनयुक्त भएर व्यक्त हुन पुग्छ, यस्तो विचार शक्ति सदा जीवित हुन्छ। 4, हामीभित्र उत्पन्न हुने विचार शक्ति चाहे सकारात्मक होस् या नकारात्मक होस्, ती विचारहरू आफ्नो अनुकूलका विचारसँग आकर्षित हुन पुग्दछन्। यसैले आकर्षणको नियम ल अफ एट्र्याक्सन भन्दछन्। 5, सफल, सुखी, खुशी र स्वस्थ जीवन जिउनको विभिन्न बाधा आउनुको कारण नै विचार हो। हामीभित्र उत्पन्न सकारात्मक र नकारात्मक विचारको द्वन्द्व हुनाले हाम्रो सकारात्मक विचार कमजोर हुन पुग्छ। मानिसले आफैलाई दुखी बनाउन पुग्दछ। नम्बर 6, विचार शक्तिलाई प्रयोग गरेर आफ्नो जिन्दगी परिवर्तन गर्न सकिन्छ। यदि हामीभित्र भएको अवचेतन मनमा आफूले चाहेको विश्वास गरेको विचार र भावनालाई प्रवेश गराउन सक्यौं भने जादुमय परिवर्तन हुन सक्छ। 7, अनावश्यक नकारात्मक विचारलाई मनबाट हटाउन र विचार परिवर्तन गर्न आवश्यक छ। नम्बर 8, विचार शक्तिलाई मजबुत बनाएर विल पावर, इच्छा शक्ति बलियो भयो भने स्वस्थ निरोगी रहन सकिन्छ। इच्छा शक्ति भएन भने सानो तिनो रोग पनि ठीक हुन सक्दैन। नम्बर 9, हामीले जस्तो विचार गर्दछौं तदनुरूप फलको भागीदार पनि बन्दछौं। त्यही भएर विचार शक्ति अत्यन्त बलवान छ। तसर्थ हामीले जहिले पनि अरूको कल्याण गर्ने विचार, जहिले पनि अरूको भलाइ हुने विचार, समाज र देशको उन्नति विकास गर्ने विचार, जहिले पनि सकारात्मक विचारलाई आफ्नो मनमा खेल्न दिनुपर्दछ, जसले गर्दा हाम्रो उन्नति प्रगति त पक्कै हुन्छ, राष्ट्रको पनि उन्नति हुन्छ। त्यसैले मानिसमा उत्पन्न हुने विचार शक्ति अत्यन्तै बलवान र शक्तिशाली हुन्छ। आफूले कस्तो जीवन बिताउने, मान्छेको विचार शक्तिले गर्दा आफूले चाहेको जस्तो जीवन बनाउन सक्दछ। त्यसैले आफ्नो सकारात्मक विचारलाई दृढ अठोटका साथ कायम राख्न सकेमा सबै परिस्थिति र अवस्थाहरू विचार अनुसारको अनुकूल हुँदै जान्छन्। सोचे जस्तै परिणाम हात पार्न सक्छन्। विचार शक्ति नै ल अफ एट्र्याक्सन लागू हुन्छ विचार शक्तिमा। त्यसैले आफूले राम्रो सोच्नुहोस्, भलो सोच्नुहोस्, जस्तो आफूले सोचेको छ त्यस्तै जीवन हामीले प्राप्त गर्न सक्छौं। त्यसरी नै हामी बाँच्न सक्छौं भनेर यो अध्याय यहाँनिर टुङ्ग्याइएको छ। हस्त आजलाई यति नै।
नमस्कार।